यो हाम्रा छोरा भान्जा यी तीनजना हिँड्दा छन् अगाडि। त्यसपछि पहाडी पनि छन् यी दुई तीनजना। दसैँ लागिरहेको छ सबैजनालाई। उकालो चढ्दैछौँ हामी बाटोमा। गाउँबाट माथि आउँदैछौँ घर। यस्तै छ दसैँ रमाइलै छ जे होस्। समग्र गाउँमा धेरै रमाइलो। आज भुरालाई धेरै रमाइलो हुँदो रहेछ है। भुरा पुरा दौडधुपमा छन्। हाम्रो एउटा मन्दिर पनि छ गाउँमा। मान्छे नभएर संरक्षण भएको छैन धेरै। यस्तै छ हौ गाउँको। गाउँ सुनसान छ, मान्छे धेरै छैनन्। सबैले दसैँ लाएर ससुराली मामा घर दौडिँदैछन्। हामी तल काका बाबु घरतिर गएर टिका लाएर आउँदैछौँ।